नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा। म आज रेडी भएर कलेजतिर लागेको। मेरो इनरोलमेन्ट गराउनु पर्ने रहेछ। मेरो इनरोलमेन्ट डेट त 27 मार्चसम्म छ, तर म अलि चाँडै गइरहेको छु। हुन त क्लासेसहरू स्टार्ट भइसकेको छ, तर मेन क्लासेस चाहिँ अप्रिलबाट हुन्छ। अनि 27 मार्चसम्म चाहिँ मेरो लास्ट इनरोलमेन्ट डेट रहेछ। अब त्यही इनरोलमेन्टको लागि जाँदैछु। आज घाम त लागेको छैन, आज बादल लागेको छ। खै पानी पर्छ कि पर्दैन थाहा छैन। मैले छाता पनि लिएर आएको छैन। 5 मिनटको वक पछि ठ्याक्कै मेट्रो स्टेसन आइसकेको छ। अब यहाँबाट 2वटा मेट्रो चेन्ज गर्नुपर्छ। मेट्रो चेन्ज गरेर अब जानुपर्छ। मेट्रो पनि आइसकेको छ। अब मेट्रोमा बसेर जानुपर्छ। अगाडि बस्नु पर्यो। सेफर्ड बुश स्टेसन पुगिसकेको छु। अब यहाँबाट अलि हिँडेर जानुपर्ने हुन्छ। सेफर्ड बुश स्टेसन रहेछ। अब यहाँबाट माथि जान्छु, अनि माथि निस्केर त्यहाँबाट हिँडेर जानुपर्छ। त्यहाँबाट 5 मिनट लाग्छ, अनि ठ्याक्कै कलेजमा पुगिन्छ। ओके, स्टेसनबाट अब बाहिर निस्किहाल्यो। यो रहेछ बाहिरको नजारा। यो सेफर्ड बुश स्टेसन भइहाल्यो। यहाँबाट हामी निस्केको। अब कलेजतिर लाग्नुपर्छ। धेरै आवाज चलिरहेछ। यता फ्रुट्सहरूको ऊ रहेछ होइन, यता साइकलहरू रहेछ। हाम्रो अब कलेज लिएर आइसकेको छौँ। यो रहेको छ हाम्रो सेफर्ड बुश कलेज। यहाँ बोर्ड हेर्न सक्नुहुन्छ होइन, बीपीपीको। अब यहाँबाट भित्र जानुपर्ने हुन्छ। यो रह्यो बीपीपीको कलेज। यो चाहिँ ऊ भइहाल्यो, असेसमेन्ट सेन्टर। यो रहेको छ हाम्रो कलेज बीपीपी। इनरोलमेन्ट भइसकेको छ। इनरोलमेन्ट गर्दाखेरि दाइले चाहिँ पहिल्यै एपहरू डाउनलोड गरिदिनु भएको थियो। अनि त्यसपछि मैले आएर फटाफट मेलहरू गरिदिएँ, यहाँबाट कन्फर्महरू गर्थ्यो। अनि त्यसपछि कन्फर्महरू गरेर डकुमेन्टहरू सेन्ड गरेर, अनि त्यसपछि तिनीहरूले एउटा फोटो खिच्न बोलायो। त्यसमा चाहिँ एउटा आइडी कार्ड दियो। अनि त्यसपछि चाहिँ केही क्वेसनहरू सोध्यो। अनि त्यसपछि इनरोलमेन्ट भइहाल्यो। अनि म निस्किहाल्यो। अब क्लासेसहरू चाहिँ पछि अपडेट गर्छ। त्यो एप जुन छ, त्यो एपमा चाहिँ क्लासेसहरू के कस्तो छ त्यसमा चाहिँ सेड्युलहरू फिक्स गरेर अनि तिनीहरूले प्रोभाइड गर्छ।